म प्रेस हो के तपाईलाई स्वागत छ न्युज अफ भुडमा। तपाईले देख्न सक्नुहुन्छ केटी ओप्पाको जन आन्दोलनले आतंकवाद कति बढिरहेको छ र यस आतंकवादीहरूलाई मुडान गुरुङले सजाय मत दिने फैसला गरिसकेको छ र हामीले आतंकवादीलाई सम्पर्कमा लिइसकेको छु र उनीहरूको मनको पीडा हामी सुन्न चाहदैछौँ। आउनुहोस्। तपाईले देख्न सक्नुहुन्छ यहाँ घाइतेको अवस्था एकदम नाजुक रहेको छ होला। आउनुहोस्, उहाँको पीडा हामी सुन्न आइसकेका छौँ। नमस्ते हजुर, म सुकुम्बासी के पाउँछ कि भनेर म आन्दोलन गएको थिएँ। मेरो किडनी नै उड्यो हजुर। अहिले यो हालतमा छु। भर्खरै म हेल्पोस गएर आएर किडनी ट्रान्सप्लान्ट गरेर आयो हजुर भर्खर। तपाईँको आन्दोलनमा जानुको मुख्य कारण के थियो? मोमो खान पाएको छैन, त्यही भएर गएको। तपाईँको चाहिँ मुख्य कारण के थियो? परिवर्तनको सुरुवात हाम्रो केटाहरूबाटै हुनुपर्छ, त्यसैले केटाहरू ढ्याङ्ग्रो पार्टी मेरो किडनी मेरो